फाइनल्ली हामी चाहिँ धुन्चे बजारबाट 3 किलोमिटर यता बाइक आउने चाहिँ लास्ट पोइन्ट्समा चाहिँ हामीले बाइक ल्याएर पार्क गरेका छौँ। अब यहाँबाट चाहिँ हाम्रो ट्रेक सुरु हुन्छ। उहाँ चाहिँ फर्स्ट टाइम ट्रेकिङ जाँदै हुनुहुन्छ, सो एकदमै एक्साइटेड हुनुहुन्छ। फोटो भिडियो खिच्दै हामी चाहिँ अब घट्टे खोलो आइपुग्न लाग्छौँ। यो उकालो हिँडेपछि चाहिँ टक्क लाएर घट्टे खोलाको झलुङ्गे पुल आउँछ। यो चाहिँ पुल हो घट्टे खोलाको। यो घट्टे खोला भनेको चाहिँ माथि गोसाइँकुण्डबाट नै बगेर आएको खोला हो। यो गोसाइँकुण्ड जान नसकेर फर्किनेहरू चाहिँ यहाँ नुहाउनु पनि पुण्य हुने भनेर यहाँबाट नुहाएर फर्किने गर्छन् कति मान्छेहरू। साढे 2 घन्टाको हिँडापछि अहिले चाहिँ हामी यहाँ खेन्दी आइपुगेको छौँ। गोसाइँकुण्ड चाहिँ त्यो टपको बादलको तलपट्टि जुनबरीको ठाउँमा पर्छ। यसो चाकटेकारे हिँडिहाल्नु पऱ्यो है त यहाँ। फाइनल्ली हामी 3.5 घन्टाको हिँडाइमा चाहिँ देउराली आइपुगेका छौँ। र हामी चाहिँ अहिले ढिम्सा आइसकेका छौँ। यहाँ चाहिँ हामीले चाहिँ अस्ति नै एक दिन अगाडि नै होटल बुक गरेको थियौँ। हामी चाहिँ आज चाहिँ यहीँ बस्ने प्लान छ। हाई भन। रुम चाहिँ यो ठाउँमा ठिकै छ, यतिको एट्याच बाथरुम सहित। र हामी चाहिँ बिहान 5:30 बजे चाहिँ निस्केको डिम्साबाट। अहिले चाहिँ उज्यालो भइसक्यो। हामी 1.5 घन्टाको हिँडाइमा चाहिँ चन्दनबारी आइपुगेका छौँ। यो चाहिँ लौरीबुनाको उकालो हो। यो चाहिँ सबैभन्दा गाह्रो उकालो भन्ने गरिन्छ यो गोसाइँकुण्ड आउने बाटोमा। कुन डान्स आयो फेरि? र अहिले हामी चन्दनबारीबाट चाहिँ 2.5 घन्टाको हिँडाइमा चाहिँ अहिले चोलाङपट्टि आइपुगेका छौँ। र चोलाङपाटीमा हामी ब्रेकफास्ट लिएर
अब लौरी बिनाको उकालो चढ्न लाग्यौँ हामी। She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe. यो देखिएको चाहिँ धुन्ची हो। with a notebook. त्यहाँबाट चाहिँ माथि 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 यताबाट आएर यो ठाडोमा निस्केर ओ बाटो हराभरा। फाइनल्ली अहिले चाहिँ हामी लौरी बिनाक आइपुग्यो। यो चाहिँ लौरी बिनाक हो भने यो चाहिँ बुद्ध मन्दिर हो। हामी चाहिँ यति बाटो हिँडेपछि चाहिँ ठ्याक्कै त्यो घर देखिएको ठाउँमा चाहिँ सेकेन्ड तलको चाहिँ भैरवताल। भ्यू चाहिँ यस्तो छ। यता भनेको चाहिँ हामी आएको बुद्ध मन्दिरको साइड। र अहिले चाहिँ हामी सेकेन्डमा आइसक्यौँ। सेकेन्डको भ्यू हो। यहाँ चाहिँ हामीसँग काठमाडौँबाटै आउनुभएको चाहिँ 7 जना साथीहरू भेट हुनुभएको छ र हामी अब सँगै फर्किने प्लानमा छौँ। अब हामी चोलाङपाटी गएर बस्छौँ। हामी चोलाङपाटी आइसक्यौँ तर यहाँ आउँदाखेरि यहाँ चाहिँ यस्तो रमाइलो भइरहेको रहेछ फेरि। हाम्रो साउको रातो कुखुरो कतातिर सक्यो बताउनुहोस् हाम्रो सोल्टी घाट सोल्टी। अब चाहिँ हाम्रो टर्न आयो। फाइनल्ली हामी यहाँ चोलाङपाटीबाट अब निस्किँदैछौँ। यहाँ चाहिँ अलिक धेरै नै रमाइलो भयो। लास्ट रमाइलो गराउनु भयो हामीलाई। अहिले चाहिँ हामी चन्दनबारी आइसकेका छौँ र यहाँ चाहिँ टिडिसीको चाहिँ मिल्क कलेक्सन सेन्टरमा छौँ र यहाँबाट चाहिँ याकको बटर अनि चिज छुर्पीहरू किन्न सक्छौँ।
हामी बाइक पार्किङ गरेको ठाउँमा आइसकेको छौँ। तपाईँहरू पनि आउँदै हुनुहुन्छ भने बाइक चाहिँ यहीँसम्म ल्याउनु होला। दुन्चेबाट 3 किलोमिटर छ। यहाँ चाहिँ बाइक चार्ज लिएर सुरक्षित राखिदिनुहुन्छ।